हेलो गाइज नमस्ते वेलकम टु माई डेली भ्लग म देविका आज पनि हजुरसँग अर्को भिडियो लिएर आइसकेकी छु आज चाहिँ म मेरो लागि डिनर रेडी गर्दैछु धेरै टाइम पछि चाहिँ मैले आज मेरो सोचाइको चिकन पकाएर खाँदैछु हेरमै कस्तो हुँदो रहेछ चिकन नै नखाने होइन कि तर चिकन चाहिँ खाइरहेको कि तर उनीहरूले चाहिँ यस्तो आलु मिसेको ग्रेभी बनाएर हुन्छ नि म्यारिनेट गरेर खान्छ क्या त्यस्तो चाहिँ मलाई मन पर्दैन होइन अनि मलाई चाहिँ हुन्छ नि त्यो चिकन फर्स्टमा फ्राई गरेर तेलमा अनि बल्ल प्याज मसलाहरू राखेर बनाएको हुन्छ नि त्यो वाला चाहिँ मनपर्छ 1-1.5 वर्षपछि नै होला यो मैले यसरी चिकन पकाएर खान लागेको किनकि उनीहरू कहिले कसो बाहिर गएको बेला पनि म चाहिँ एकदम धेरै अल्छी गर्छु क्या आफूलाई सेपरेट पकाएर खान पनि मन लाग्दैन होइन अनि जे छ त्यही खायो अनि आज चाहिँ मैले बिहानैदेखि सोचिरहेको थिएँ कि आज चाहिँ म चिकन पकाएर जसरी नै खान्छु मेरो तरिका अरे भनेर चाहिँ अनि मैले चिकन निकाल्दै थिएँ क्या फ्रिजरबाट हुन्छ नि होइन नेपालको जस्तो फ्रेस चिकन त कहाँबाट पाइन्छ र अब कहिले कहिले लिएर राखेको फ्रिजरमा राखेको हुन्छ मलाई चाहिँ होइन म फर्स्टमा चाहिँ अब नेपालमा यसरी चिकन आफै त काट्न पर्दैन नि त पसलदेखि नि काटिदिन्छ नि त उनीहरूले नै अनि घरमा ल्यायो दिदी पखाल्न मन छ भने पखाल्यो नत्र यतिकै पकाउँछ नि त यहाँ आएपछि चाहिँ होइन मलाई फर्स्टमा मलाई चिकन यसरी काट्दा आफैले काटेर यो हरेक के छालादेखि लिएर बोसुदेखि लिएर हरेक आफैले गर्दा चाहिँ कस्तो उस लाग्थ्यो कि कस्तो मनै अब काट्दै नकाटेको मान्छे यसरी चिकनै काट्न आउँथेन मलाई अनि होइन मलाई फर्स्टमा चाहिँ सिकाएको क्या उसले अनि अब सधैँ म यसरी काट्न पर्ने हो जस्तो भएको क्या अनि अब के गर्नु काम हो जस्तो भने गर्नै पर्ने गर्दा गर्दा चाहिँ अनि बानी पर्दो रहेछ यसरी हो कटाइ चाहिँ मेरो काम गर्ने ठाउँमा चाहिँ होइन उनीहरू बुढाबुढी मात्र छ क्या तैपनि ओल्ड होइन अनि उनीहरूले चाहिँ खासै धेरै खाना पनि खाँदैन अब केही डाइट भन्छ कहिले केही भन्छ होइन इन्डियन खाना एक टाइम खान्छ क्या दिनमा तैपनि त्यति धेरै होइन थोरै थोरै होइन अनि यो चिकन पनि पकाउँछ हामीहरू पकाउँदा चाहिँ उसको छोरीलाई खाना दिनुपर्छ क्या कहिले कसो होइन उसलाई अनि कहिले कसो पार्टी हुँदा चाहिँ पकाउँछ तैपनि पकाउँदा आलु यताउता हरेक राख्छ क्या आउँछ त्यसमाथि पनि ग्रेभी चाहियो भनेर चाहिँ अनि म उस गरिदिन्छु त्यो आलुलाई हुन्छ नि हल्का हल्का म्यास गरेर उस गराइदिन्छु ग्रेभी बनाइदिन्छु होइन अनि त्यो चाहिँ अनि कस्तो के खाऊ त खाऊ के खा जस्तो हुन्छ क्या त्यो चाहिँ मनै पर्दैन अब नेपालमा खाएको याद चाहिँ आउँछ अनि चाहिँ मलाई होइन कस्तो चिसो जुसहरू खान मन लाग्यो क्या तर हामीसँग अब उनीहरू जाने म पनि अब अर्को घरमा जानुपर्छ नि त त्यही भएर हामीले केही पनि फ्रुटहरू लिएर आएको थिएन अब जुस बनाएर खान्छु भनेको त केही पनि फ्रुटै नै क्या अनि लास्टमा चाहिँ मैले यो नै एभोकाडोमा पुदिना राखेर नै जुस बनाएर खाएँ मलाई चाहिँ हरेक जुसमा जे पनि जुस बनाएर खाने होस् न मलाई पुदिना राखेको चाहिँ एकदम मनपर्छ क्या नेपालमा छ त चाहिँ होइन मलाई पुदिनाको स्मेल एकदम गन्दा आउने मान्छे तर यहाँ आएपछि चाहिँ मलाई एकदम मेरो फेभरेट नै भएको छ क्या पुदिनाको स्मेल त मलाई हरेकमा मनपर्छ होइन जुसमा चाहिँ म यसरी बनाएर खान्छु क्या म चाहिँ होइन 7 डेज नै काम गर्छु नि त अनि कहिले कसो उनीहरू कतै गए हुन्थ्यो 1-2 दिन भए पनि रेस्ट हुन्थ्यो नि त भन्ने हुन्छ क्या तर अब आफू बिदा बसेर जानलाई पनि मेरो यहाँ साथीहरू कोठाहरू केही पनि छैन नि त म टाढा काम गर्ने भएको हुनाले अनि म 7 डेज नै काम गर्ने हो अनि के अरे उनीहरू कतै गएको बेला पनि म कस्तो के 1-2 दिन चाहिँ ठिक हो जस्तो हुन्छ होइन पछाडि चाहिँ कस्तो एक्लोपन हुन्छ क्या कहिले आउँछ कोही न कोही के घरभरि एक्लै हुँदा चाहिँ कस्तो सुनसान नै हुँदो रहेछ क्या जुस रेडी गरेर बाहिर गएर खान्छु भनेको त कस्तो कोल्ड रहेछ क्या खोइ कतैतिर स्नो पर्यो होला हाम्रोतिर चाहिँ अब त्यति जाडो चाहिँ हुँदैन तर जाडो चाहिँ हुन्छ होइन म चाहिँ जाडोमा बस्नै नसक्ने मान्छे हो मलाई अनि हल्का जाडो रहेछ अनि भित्र आएँ फेरि अब चाहिँ मैले कटिङ सुरु गर्न लागि अनियन काटेँ अनियन चाहिँ यो लामो लामो पिस बनाएर काटेँ खै हेरौँ है नेपालको जस्तो गराउँछु भनेर पकाउन थालेको अनि टमाटर पनि काटेँ टमाटर पनि यसो ठुल्ठुलो पिस नै काटेँ के हुन्छ नि अब सानो सानो बनायो भने हल्का म्यास गर्न पनि टाइम लाग्छ नि त त्यही भएर म चाहिँ ठुल्ठुलो नै बनाइदिन्छु कि ग्रेभी बनाउनलाई राम्रो हुन्छ भने सबै सामान रेडी गरेँ मैले चाहिँ अब चाहिँ म लाग्दैछु कुकिङतिर मलाई चाहिँ होइन यो केही खानेकुरा पकाउँदा चाहिँ होइन यो मुनि अड्क्यो भनेपछि चाहिँ मलाई साह्रै रिस उठ्छ क्या अनि मासु चाहिँ मलाई अड्काउन थिएन मुनि नअड्काइकन पकाऊँ भनेको होइन अनि पकाए तेल हालेँ यो चाहिँ मैले यसमा चाहिँ म धेरै खासै पकाउँदिनँ म अर्कोमा पकाउँछु त्यसमा चाहिँ सधैँ जसो नै मुनि लाग्छ क्या होइन अनि त्यही भएर म चाहिँ यसमा पकाउन लाग्थेँ आज चाहिँ यो नयाँ भाँडो हो मैले मासु पकाउन लागेको
फर्स्टमा मासु राखेर जिरा राख्छन् कि जिरा राखेर मासु राख्ने त्यो चाहिँ मैले बिर्सेछु क्या अब अनियन त पछि राख्ने हो मलाई थाहा छ हैन त के अरे जिरा चाहिँ बिर्सेछु अनि तर मैले चाहिँ नि जिरा राखेर अनि चिकन फ्राई गरेँ क्या अब चिकन फ्राई गर्दै थिएँ त्यसपछि अब भात पनि बसाउनु पर्यो भनेर चाहिँ यसलाई चाहिँ छोप्न राखिदिएँ एकछिनमा अनि त्यसपछि चाहिँ म लागेँ मेरो भाततिर राइस भिगाएर राइस राखेँ अनि म चाहिँ अब साँझ लाएर बिहान पनि खाना पर्यो भनेर 2 कप राखेको क्या अनि अब बिहान पनि कसले पकाउँछ हो म जति अल्छी को छ खाना पकाउनमा एक्लै भयो भने झन् अल्छी गर्छु भनेर अनि एकैचोटि भात पकाएँ अनि यसो चिकन हेर्न आएको त मेरो चिकन त मुनि लाग्न थाल्नु भएछ जे मैले नहोस् भनेर यसमा पकाउन लागेको थिएँ झन् यसमै लागेछ क्या मलाई चाहिँ यस्तो रिस उठेन अनि मलाई चाहिँ अनि त्यसपछि अदुवा र अनियन पनि राखिदिएँ या लागे नि लाग अब भनेको जस्तो हुने छैन मजाले मलाई चाहिँ रातो बनाएर फ्राई गर्ने हुन्छ नि त्यस्तो बनाउन मन थियो तर भएन अब हेरौँ कस्तो हुन्छ जस्तो हुन्छ त्यस्तै खाने अब मासु मुनि अड्के पनि मजाले अनियन चाहिँ पकाउनु पर्यो अब हेरौँ जस्तो भए पनि भनेर मैले चाहिँ अनियन मजाले पकाएँ अनियन र जिन्जर होइन अनि त्यसपछि चाहिँ मैले यसलाई मजाले फ्राई गर्दै गरी पकाएँ अनि त्यसपछि यतिको हल्का प्याज पाकेपछि चाहिँ मैले टमाटर पनि राखिदिएँ जिन्जर गार्लिक पेस्ट पनि राखेँ अनि हरेक मसलाहरू पनि राखिदिएँ मसला चाहिँ म राख्ने भनेको त्यही बेसार अनि जिरा र धनियाँ पाउडर अनि हल्का गरम मसला मात्र राख्छु तर यो रेड नै कश्मिरी रेड चिल्ली चाहिँ म कलरको लागि राख्छु क्या होइन अब हल्का आँखाको पनि मिठो देखिन्छ नि त त्यही भएर चाहिँ म कश्मिरी रेड चिल्ली चाहिँ हरेक तरकारीमा राख्छु अनि त्यसपछि हेरौँ मेरो चिकन कस्तो हुन्छ एकछिन पाकेपछि मेरो चिकन चाहिँ यतिको देखियो अनि मैले आफूलाई खानाको लागि रेडी गरेँ अब लेट्स ट्राई गर्छु खाँदा चाहिँ ठिकै थियो नट टु ब्याड